त्यो वेट क्लासमा खेल्नको लागि चाहिँ वेट गर्छ। Let's go, bro. लगभग 68 केजी जति हुनुहुन्छ होइन। 68 केजी हुनुहुन्छ भनेपछि उहाँले चाहिँ वेट कट गरेर होइन आफूले चाहिँ ब्यान्टम वेटमा खेल्नको लागि चाहिँ 135 एलबी अथवा 61.2 केजी तौल बनाउनु पर्ने हुन्छ। उहाँले चाहिँ 68 केजी हुन्छ भने 7 केजी चाहिँ आफ्नो तौल चाहिँ कम गराएर No drink. 2 केजीभन्दा चाहिँ कम तौल बनाउनु खेलिराख्नु पर्ने हुन्छ होइन। र यो चाहिँ कसरी गरिन्छ, त्यो वेट लस कसरी गरिन्छ त भन्ने कुरा नगरेको छ। लगभग मानिसको शरीरमा चाहिँ लगभग एडल्टमा 60देखि 70% बडी वाटर हुन्छ होइन। यो चाहिँ मान्छेको चाहिँ शरीरमा चाहिँ मसलमा होइन टिस्युमा इन्टरटिसियल टिस्युहरूमा होइन रहेको फ्लुइडहरूलाई चाहिँ ग्लाइकोजेन डिप्लेसन गरेर प्री लोडिङ गरेर वाटर प्री लोडिङ गरेर होइन सोडियम रेस्ट्रिक्सन गरेर अनि त्यसपछि चाहिँ सामान्य कार्डियोहरू गरेर अथवा चाहिँ स्वेटिङहरू एक्सर्साइज गरेर चाहिँ बडी वाटर चाहिँ घटाइन्छ होइन। र यो घटाउँदै गर्दाखेरि यसको फाइदा के छ त, किन घटाइन्छ त होइन, यसको फाइदा के छ। एमएम फाइटरहरू चाहिँ वेट कट किन गर्छन् भन्दै गर्दाखेरि आफू बडी वेटको भएर पनि सानो वेट क्लाससँग चाहिँ खेल्नको लागि चाहिँ यिनीहरूले वेट कट गर्छन् होइन। जस्तो 70 केजीको छ, 70 केजी खेल्नेमा 80 केजी खेल्ने खेलाडीहरूले चाहिँ भएको एक्चुअल वेट भएकोले चाहिँ आफूले चाहिँ ब्यान्टम वेट खेलेर 61.2 केजी जति चाहिँ घटायो भनेपछि अब के गर्नु, सानो वेट क्लाससँग ठुलो वेटले चाहिँ खेल्नु पर्ने भयो होइन। त्यो चाहिँ एकदम फाइदा भयो। जसरी स्ट्रेन्थ र रिचमा चाहिँ धेरै फाइदा पुग्छ र प्रतिद्वन्द्वीलाई चाहिँ एकदमै दबावमा राख्न सकियो। अनि सर्कम्फेरेन्सदेखि रेस्लिङमा चाहिँ धेरै डोमिनेट गर्न सकिन्छ र उसँग चाहिँ स्ट्रेन्थको र स्ट्यामिनाको धेरै चाहिँ फाइदा हुन्छ।